आज हामी बुढालिङगण्ठ जाँदैछौँ दुईवटा सुट गर्न भिडियो सुटको लागि। एउटा चाहिँ तपाईँको प्रपर्टी ती सानामा एरियामा छ, तपाईँको त्यहाँनिर तपाईँको आफ्नो डिजाइन अनुसारले बङ्गलो बनाउन मिल्ने भने। एउटा चाहिँ तपाईँले 4-5 करोडमा पनि तपाईँले बङ्गाल एरियामा कुनै एउटा राम्रो प्रपर्टी खोजीमा आउनुहुन्छ भने यो चाहिँ मेरो पहिलो ब्लग हो। तपाईँले हेरेर माया मजाले गरिदिनु होला। म अझै पनि नयाँ नयाँ कन्टेन्ट अनुसारले मैले लिएर आउने गर्छु ब्लगहरूमा। मेरो ब्लगमा तपाईँको प्रपर्टी रिलेटेड नै तपाईँले मजाले इन्फर्मेसनहरू पाउन सक्नुहुनेछ। बुढालिङगण्ठमा आज हाम्रो दुईवटा सुट छ। तपाईँको एउटा 30 सानाको प्रपर्टी छ, तपाईँको 4-5 करोडसम्मको पनि बजेट छ र तपाईँले एउटा राम्रो घर खोजिराख्नु भएको छ भने बुढालिङगण्ठ बङ्गालमा पनि हामीसँग एउटा फुल फर्निस्ड एउटा नयाँ घर आउँदैछ। अब हामी यहाँबाट निस्किँदैछौँ। तपाईँले हेरिराख्नु भएको छ अलरेडी गाडीहरू पार्किङ छ, हाम्रो गाडीहरू हटाउँदै हुनुहुन्छ। हामी साइडमा गएर फेरि कन्टिन्यू हुनेछौँ। स्टे ट्युन। ल हामी आइपुगेको छौँ जग्गाको सुटको लागि सिद्धार्थ कोलोनीमा। आज मेरो घाँटी अलिकति ट्याप्पै बस्या रहेछ, त्यसको लागि माइन्ड नगर्नु होला। हामी आइसकेको छौँ बुढालिङगण्ठको सिद्धार्थ कोलोनी, एकदमै डिमान्डेड एरियामा। यहाँ हेर्नुहोस् मजाको तपाईँको 1500 फिट बाटो छ अनि जग्गाको सुट हामी यही गर्न आएको छौँ। हाम्रो यहाँ एजेन्ट सर हुनुहुन्छ धनराज सर। हेलो धनराज सर। हेलो। यो जग्गा चाहिँ जग्गाबारे थोरै हाम्रो क्लाइन्टहरूले बुझाइदिनुहोस् न। हाम्रो 30 साना हो। हजुर। अनि यहाँको मार्केट प्राइस चाहिँ हजुरको आना त 75-70 हो, तर उहाँले चाहिँ 55 मा दिनुभएको छ, मार्केट प्राइस भन्दा पनि कममा। सो आनाको 10-15 लाखकै डिफ्रेन्स देखियो। हजुर हजुर। सो एकदमै राम्रो लोकेसनमा र सिद्धार्थ कोलोनी एरियामा खोजिराख्नु भएको छ एउटा ठुलो बङ्गलो घर बनाएर बस्नलाई भने यो जग्गा उहाँहरूको लागि एकदमै उपयुक्त हुन जान्छ। अदरवाइज भोलिको दिनमा तपाईँको टुक्रा गरेर पनि बेच्न मिल्छ है। वाह, इन्भेस्टमेन्टको लागि पनि एकदमै बेस्ट। टुक्रा गरेर हामीले 70सम्म पनि बेच्न सक्छौँ आनाको आउँदो दिनमा है। जग्गा चाहिँ पुरै तपाईँको यही हो, 30 साना छ। तपाईँको अहिले चाहिँ क्लियर थोरै देखाएको छैन, त्यो तपाईँले ड्रोन क्लिपमा मजाले हेर्न सक्नुहुनेछ, किनभने दुबोहरू पनि छ, थोरै झ्याङहरू पनि छ। यो हामीले बिस्तारै सफा पनि गर्नेछौँ। अनि अब रेगुलर हजुरहरूलाई मैले प्रपर्टी टुरहरू गरेको भिडियोहरू आइरहेको हुन्छ, हजुरले हेर्नु होला, सब्सक्राइब गर्नु होला। तपाईँले यस्तै प्रपर्टीहरूको बारेमा पनि अझै धेरै डिपलीमा पनि म तपाईँले बुझाउने छु आउँदो दिनमा अझै नयाँ नयाँ कन्टेन्टहरूमा। 30 सानाको प्रिमियम जग्गा सुट गरेर हामी फेरि आएको छौँ। यो 5 सानामा बनेको 5 करोडको बुढालिङगण्ठ कालिका पार्क नजिकै भएछ। यो घर पनि तपाईँको बजेट 4 देखि 5 करोडसम्मको छ र तपाईँले पनि बुढालिङगण्ठ एरियामा एउटा राम्रो घरको खोजीमा आउनुहुन्छ। घर पनि राम्रो होस्, वास्तुले पनि एकदमै राम्रो, बाटोको रोड एक्सेस पनि राम्रो होस् भन्ने गर्दै हुनुहुन्छ भने यो घर पनि तपाईँको लागि एकदम पर्फेक्ट हुन जान्छ। घर त पनि आउनेछ। अहिले तपाईँको बन्दै गरेको क्रममा हामीले देखाइरहेको छौँ 1-1.5 महिनामा फिनिसिङ पुरै हुनेछ यो घर। फाइनली हामी अफिस पुग्यौँ, भिडियो सुटहरू सक्यो हाम्रो बुढालिङगण्ठको अलरेडी नै। अब यो चाहिँ मेरो पहिलो ब्लग हो, हजुरले एकदमै माया गरिदिनु होला। ट्याक्क अब आउँदो दिनमा पनि मैले तपाईँहरूले होम टुरहरू पनि गराउनेछु, देखाउनेछु। इनकेस तपाईँहरूले कस्तो कन्टेन्ट चाहिएको छ प्रपर्टी रिलेटेड भने तपाईँले ठ्याक्क तल तपाईँले कमेन्ट गरिदिनु होला। त्यो अनुसारको आउँदो भिडियोमा मैले त्यो अनुसारको कन्टेन्टहरू बनाउनेछु।